ला 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 ला। औ शिट मैले हिजै लेसन पाएको थिएँ यार गीत गाउँदै बाइक चलाउँदै नगर्ने भनेर ला 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 ला। La 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 la. You better watch out. You better not die. Right. क्या रमाइलो गर्दै हिँड्यो त्यो ग्रुपको केटीहरू छेउमा क्या हुन्छ नि बच्चा बच्चीहरू भनौँ न La 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 la. खै मलाई त्यस्तो लागेको हो कि के हो तर त्यो स्कुटरको चाहिँ स्ट्यान्ड अन भयो जस्तो लाग्यो क्या मलाई सो म अलिकति कन्फ्युजनमा छु यस्तो इसारा गरेको थिएँ गर्न चाहिँ मैले अब फर्केर त हेरेको थियो मलाई एकचोटि कल गर्नु पर्यो यार कता हो भनेर अन्त भेटिहाल्छ नि त्यति गएपछि कल गरुन्जेलसम्म टाइम पाइहाल्छ होइन त्यही पुग्छ भने त इट्स ओके सो where is she? She's here? Not. खै त्यो झिक्नुहोस् त म यार उता माथि शिवपुरतिर जाने भनेको सो मैले चाहिँ के गर्नु लगाएको थिएँ भन्दा लाइक सिरिज भिडियो गरिरह हो क्या भिडियो गरिरह सिरिज जहाँ चाहिँ यसो काठमाडौँबाट नजिकै घुम्न कता कता गइन्छ त भनेर त्यस्तो त्यस्तो ठाउँहरूमा गएर हैट भिडियो गर्नु पऱ्यो भन्ने सोचेको थिएँ तर के भयो भन्दा पानी आएर डिस्टर्ब होला जस्तो छ होइन सो त्यही भएर लेट्स सी के हुन्छ आज मेरो डाँडागाउँ जाने प्लान थियो ओए भेज्दै जाने र नजाम है कहाँ जाम म बिरामी भइहाल्छु नि तपाईँ कहाँ बिरामी परिहाल्नुहुन्छ त नि म हो बिरामी परिहाल्ने हो हैट 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 ओए भाइ यस्तो के होस् रोक्ने हो रोक्ने चिया खाने पसल यसो देखेको छु भने रोक्छु मैले खान्छु नि त अनि तपाईँ नखा यार आमामा कस्तो राम्रो केटी देखेँ यार दिदी मैले यसले कहिले केही खुवाउनु न के खाने चक्लेट खाने चटपटे खाइँदैन है चटपटे खाइँदैन मैले भनिदिएको छु ल पानी त ठुलो आयो यार ल ल कान्छी झर झर ल ल ल प्लिज प्लिज ल केटा हो झरम झरम छिटो छिटो ल हामी खोटाङ बङ्गुरको मासु पसलमा छौँ
धन्यवाद पानी आएको बेलामा यसो ओहो ट्रान्सजेन्डर पिपल ल पानी बन्द भइजाम ल केटा हो अब हामी चल्दिने डिसिजनमा पानी अलिअलि आइरहेको छ केही छैन के छ पुस्ने छ राम्रो छ खै ल पुसिहालौँ त वाह ल केटा हो ल उद्घाटन नयाँ ल पुस्नुहोस् ओए भाइ ल केटा हो ल पानीमा भिज्दै सरर हामी अब घर गइन्छ म बिरामी परिहाल्छु यार ओए भाइ के हो डोरेमन ल मोटे भान्जा रमाइलो संसार चाहिँ छाता त उड्नु हुँदैन हो कान्छी चिया खाने भए एउटा चिया खाने ठाउँमा लिएर जान्छु के खाने त अनि चटपटी पाउँदैन हो त्यहाँ यार हत्तेरिका क्याफेमा चटपटी पाउँदैन क्या दिदी त्यहाँ त्यही हो अब चाउचो साउचो साँधेको पाउँछ होला ल जात्रै पाएछ हो ल केटा हो अब स्यान्डविच लिएर आएको छु त्यो चाहिँ घर गएर खाने ल अब हामी चाहिँ अब तर पानी बन्द भयो कि क्या हो तपाईँ नखाने भए म मात्रै गरेर के खाने त नि ए त्यही ल ठिक छ ल लिएर त के जाने अन्त ल अब हामी यहाँबाट यस्तो माथि लागेर अनि टक्क त्यहाँ एउटा हाम्रो त नमस्ते गर्ने दाइको क्याफे छ त्यहाँ गएर टक्क अब चिया खानुपर्छ ऊ त्यो केटी राम्रो रहेछ नि दिदी त्यो ग्रन्च बाइट लगाएको हेर्नु त ऊ त्यहाँ कुनाको केटी यो त माथि चिया खाने ठाउँमा हो क्या होइन हौ धेरै टाइम लाग्दैन एकैछिन बस्नु परिहाल्यो नि वाह छ यस लेट्स गो होइन हौ टाढा छैन यो यति नै हो के को टाढा हो र एउटा बुलेट बाइक किन्नु पऱ्यो कि दिदी यार पैसा यसो सहयोग गर्नु पऱ्यो ल यही हो ल हामी कहाँ आयो यो के हो नाम त थाहा छैन हौ केटा मैले आजसम्म नामै ख्याल गरेको थिएन कस्तो दामी देखेको होइन यही बेलामा एउटा फोटो चाहिँ खिच्नु पऱ्यो कि अब दाइ रेडी भएर निस्केको थियो अरे केटा हो के को लागि रेडी भएर भन्दा यसो क्यामेरा स्यामेरा बोकेर टक्क एउटा दामी फोटो चाहिँ खिच्छु भनेर तर अहिले म्याथ भित्र जानु न भित्र खुल्न हो भाइ क्यामेरा तट हगनको बेला लगाउनु भने जस्तो ब्याट्री छैन रहेछ कि यसमा अर्को चेन्ज गरेर मैले यसो ट्राई गर्छु अनि ठ्याक्क ल केटा हो ल त्यो दाइको क्यामेरा खुल्यो है ल एउटा फोटो खिचिदिउँ अनि चलिदिनु पर्छ ओहो आइएसो कति हाई हो ल धेरै राम्रो त फोटो आउँदैन यस्तो ठाउँमा होइन त्यही पनि एउटा टक्क क्लिक गरिहाल्नु पर्यो अब तेरो दाइले सुट गर्ने भनेको फोटो र हो जेपेगमा कहिले पनि फोटो खिच्दैन हल्का ब्याकग्राउन्डमा फेरि ग्रासको फोन सिन आउँदो रहेछ है 3 2 1 हाट तेरिका सुट विदाउट लेन्स स्क्रिन सुट विदाउट लेन्स अनै गर्न भुलेछु नि त केटा हो ल एउटा यताबाट एउटा भर्टिकल टक्क होइन एउटा त चाहियो भर्टिकल त ल हो र
हामी घर पुग्यौँ होइन त अब के छ अवस्था ल हामी टक्क घर गइसक्यौँ तिम्रो जिन्दगी अलिअलि पानी आएछ चाहिने त्यो जिन्दगानीमा यस्तै हुन्छ ल अब यस्तै छ होइन आज डाँडाको